nepalnews.com. News from Nepal as it happens. मिति 2069 साल माघ 10 गते बुधबारबाट माघ 13 गते शनिबारसम्ममा काठमाडौँबाट प्रकाशित भएका नेपाली राष्ट्रिय साप्ताहिक पत्रिकाहरूको मुख्य समाचार सार संक्षेपमा स्वागत छ। उक्त अवधिमा प्रकाशित साप्ताहिक पत्रिकाहरूले विकसित घटनाक्रमका विभिन्न शीर्षकका समाचारहरूलाई प्राथमिकता दिएर छापेका छन्। बाबुरामले भने मलाई गोली हान्नु शीर्षकको समाचारमा माघ 10 गते बुधबार प्रकाशित घटना र विचार साप्ताहिक लेख्छ। प्रधानमन्त्री भएको 1.5 वर्षपछि डाक्टर बाबुराम भट्टराईले आफूले बहुमतको सरकारको नेतृत्व गर्न पाए देश बनाइदिने दावी गरेका छन्। मंगलबार माघ 9 गते आफ्नो ट्विटरमा उनले भनेका छन्, बिहारमा जस्तै आफूलाई 5 वर्ष एकल पार्टी बहुमत दिएर सरकार चलाउन दिए म त्यसको परिणाम देखाइदिन्छु। त्यति बेला पनि काम गर्न सकिन भने मलाई गोली हानिदिनु। युवाहरूलाई सम्बोधन गर्दै उनले ट्विटरमा यस्तो लेखेका हुन्, प्रधानमन्त्री भट्टराईको यो अभिव्यक्तिले उनी चुनावको तयारीमा लागिसकेको स्पष्ट रूपले दर्शाएको छ। प्रधानमन्त्री भट्टराईको सन्देशमा आफ्नो दललाई बहुमत भनिएको त छ, तर माओवादीले बहुमत पाएको अवस्थामा उनी नभई प्रचण्ड नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको बारे भने संकेत गरिएको छैन। प्रधानमन्त्रीको हैसियतमा रहेका बाबुरामले ट्विटरमा बिहारको मुख्यमन्त्रीसँग तुलना गर्नुलाई भने स्वाभाविक मानिएको छैन। जे भए पनि प्रधानमन्त्री भित्रभित्रै चुनावी तयारीमा रहेको र उनले चुनावी अभियानको सुरुवात समेत ट्विटर मार्फत गरेका छन् भनी घटना र विचार साप्ताहिकले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा कोइराला भन्छन् स्वतन्त्रको नाम सत्ता कब्जाको योजना को हुँदैछन् चुनावी प्रधानमन्त्री र भित्रभित्रै चुनावको निर्णायक तयारी, सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री सहमत शीर्षकका समाचारहरू घटना र विचार साप्ताहिकले छापेको छ। खास ठाउँबाटै प्रधानमन्त्री तोकिने खतरा शीर्षकको समाचारमा माघ 10 गते बुधबार नै प्रकाशित जनआस्था साप्ताहिक लेख्छ, माओवादीको महाधिवेशन सकिनासाथ राष्ट्रपतिले सबै ठूला दललाई बोलाएर मैले यतिन्जेल कुरे, अब तपाईहरू सहमतिको प्रधानमन्त्री खोज्नुहुन्छ कि म आफै प्रधानमन्त्री तोकौं भन्ने सम्भावना बढेको छ। यसबीच प्रचण्डले आफै प्रधानमन्त्री हुन देखाएको इच्छुकलाई केही मानवाधिकार कर्मीले आफू लगायत द्वन्द्वका घटनामा संलग्न वा मुछिएकाहरूलाई विदेश यात्रामा जाँदा पक्राउ परिने खतराबाट जगाउने हतियारको रूपमा समेत व्याख्या गरेका छन्। माओवादी महाधिवेशन अगाडिसम्म सरकारको स पनि फेरिनेवाला छैन। महाधिवेशनको हलमा सबै पक्षलाई हुने फरक प्रतिवेदन आउन नदिने र केन्द्रीय समितिमा केही ठाउँ दिने, हलमै कार्यकर्तालाई सरकारको चर्को आलोचना गराउने र आफू निर्विवाद रूपमा जितेपछि सरकार सम्बन्धी थप सहमति प्रक्रिया अगाडि बढाउने प्रचण्डको रणनीति अन्तर्गत अनेक काम भइरहेको बताइन्छ भनी जनआस्था साप्ताहिकले लेखेको छ। यस्तै सोही पत्रिकाले क्रमको पुर्जी लानेलाई हप्की र मन्त्री क्वार्टरबाट ज्वाइँ र कमाण्डर बेपत्ता शीर्षकका समाचारहरू जनआस्था साप्ताहिकले छापेको छ। विपक्षीद्वारा देशव्यापी आन्दोलनको घोषणा, मुलुक मुठभेडको दिशामा शीर्षकको समाचारमा माघ 10 गते बुधबार नै प्रकाशित तामाकोशी सन्देश साप्ताहिक लेख्छ, माओवादी नेतृत्वसँगको जति वार्ता र छलफल गर्दा पनि राजनैतिक सहमति ननिस्केपछि विपक्षी दल नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन दलहरूले 20 दिने पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरी माघ 6 गते दैलेख सदरमुकामबाट आन्दोलनको शुरूआत गरेका छन्। सो विरोध सभामा एमालेका उपाध्यक्ष वामदेव गौतमले निरंकुश भन्दै गएको डाक्टर बाबुराम भट्टराई सरकारले छिट्टै राजीनामा नदिएमा डाक्टर भट्टराई सरकारलाई आन्दोलनले सत्ताच्युत गर्ने बताएका थिए। विपक्षी दलले माघ 12 गते सबै जिल्ला सदरमुकाममा विशाल जुलुस प्रदर्शन, र्याली र विरोध सभा गर्दैछन्। त्यसैगरी माघ 10 गतेदेखि 16 गतेसम्म शहीद दिवससँगै निरंकुश सरकार विरूद्ध प्रतिरोध सप्ताह मनाउने भएका छन् भनी साप्ताहिक सन्देशले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा माओवादीमा 3 गुट र बाबुरामका 12 प्रधानमन्त्री शीर्षकका समाचारहरू तामाकोशी सन्देश साप्ताहिकले छापेको छ। राष्ट्रपतिका कारण देश कालो सूचीमा पर्ने खतरा शीर्षकको समाचारमा माघ 11 गते बिहीबार प्रकाशित जनधारणा साप्ताहिक लेख्छ, राष्ट्रपति डाक्टर रामवरण यादवका कारणबाट नेपाल ठूलो संकटको भुमरीमा पर्ने भएको छ। सरकारले राष्ट्रपति समक्ष प्रस्तुत गरेको सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित संगठित अपराध नियन्त्रण सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत नगरिएकोले नेपाल कालो सूचीमा पर्ने खतरामा देखा परेको छ। गत मंगलबार यस सम्बन्धमा अर्थमन्त्री वर्षमान पुनलाई भेटेर अमेरिकी राजदूत पीटर डब्ल्यू बोडेले चेतावनीको शैलीमा उक्त अध्यादेश पास गराउन दबाब दिएका छन्।
राजदूत बोडेले आगामी फेब्रुअरी महिनामा बस्ने एफटीएफको बैठकमा नेपाली सहभागिता हुँदा उक्त अध्यादेश पास भइसकेको हुनुपर्ने पनि भनेका छन् भनी जनधारणा साप्ताहिकले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा माओवादीको सभा बिथोल्न कांग्रेस, एमाले र राप्रपा संगठित दैलेख जिल्ला अधिवेशनमा नेकपा माओवादीका 3 नेताको उपस्थिति, तान्न सकेन सरकार विरोधी संयुक्त आन्दोलन र देश गृह युद्धमा जाने खतरा बढेको छ भनी राधाकृष्ण मैनालीको अन्तर्वार्तालाई पनि जनधारणा साप्ताहिकले छापेको छ। सत्य निरूपण र बेपत्ता आयोग मुकुण्डो मात्रै शीर्षकको समाचारमा माघ 12 गते शुक्रबार प्रकाशित साप्ताहिक विमर्श लेख्छ, एउटा संयोग नै मान्नुपर्छ। अन्तर्राष्ट्रिय आकार लिने 2वटा घटना नेपालमा एकैसाथ प्रकाशमा आए। सशस्त्र युद्धकालमा फौजदारी अभियोग लागेका महासेनानी कर्णेल कुमार लामालाई बेलायत सरकारले पक्राउ गर्यो भने नेपालमा पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्त समातिए। यी प्रकरणसँगै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको चर्चा पनि निकै बढेर आयो। विशेष गरी दैलेख प्रहरी र अदालतले डेकेन्द्र काण्डका दोषी उप थप अनुसन्धान गर्न थालेपछि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र उहाँको दलका शीर्ष नेता निकै आक्रोशित हुनुभयो। अनि कांग्रेस, एमाले लगायतका राजनैतिक दललाई पनि डेकेन्द्र काण्डको पुच्छर समातेर आन्दोलन गर्ने विषय बनेको छ र यति बेला यो प्रसंगले सिंगो मुलुक प्रभावित बनेको छ भनी साप्ताहिक विमर्शले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा कांग्रेस प्रमुखापेक्षी राजनीतिमा माओवादी महाधिवेशनमा पैसाको खोलो र अबको आवश्यकता 2 दलीय ध्रुवीकरण शीर्षकका समाचारहरू साप्ताहिक विमर्शले छापेको छ। सत्ता लम्ब्याउन राष्ट्रपति र प्रधानमन्त्री बीच भित्री साँठगाँठ, असहज र असामान्य अवस्था, असन्तोषको ज्वाला फैलिँदै शीर्षकको समाचारमा माघ 12 गते शुक्रबार नै प्रकाशित अर्पण साप्ताहिक लेख्छ, कांग्रेस र एमाले केही दलहरूको सहयोगमा सरकार विरुद्ध आन्दोलन सशक्त रूपमा चर्काउने निर्णय गर्दै बैठक, सभा र आन्दोलनको घोषणा गरे पनि आन्दोलनमा सहभागिता जुटाउन असफल भएका छन्। सहमतिको वादक बाबुराम नेतृत्वको सरकार रहेको ठहर्याएपछि प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव गर्न पछाडि परेनन्। जनतालाई विगत 6 वर्षदेखि ठग्दै आएका ठूला दलदेखि साना दलहरूको व्यवहारबाट पीड़ित जनता असफल पार्टीको असफल नेतालाई सत्तामा पुर्याउन भर्याङको रूपमा प्रयोग हुन चाहेका छैनन्। सधैँ सहमति गर्ने नाटक हेर्दा हेर्दै दिक्क लागेर जनता छटपटाउन थालेका छन् भनी अर्पण साप्ताहिकले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा कांग्रेसीको उल्टो चाल र सत्ता केन्द्रित राजनीतिको प्रभाव, विकासमा 6 महिनामा 15% खर्च मात्रै शीर्षकका समाचारहरू अर्पण साप्ताहिकले छापेको छ। मिति 2069 साल माघ 10 गते बुधबारबाट माघ 13 गते शनिबारसम्ममा काठमाडौँबाट प्रकाशित भएका नेपाली राष्ट्रिय साप्ताहिक पत्रिकाहरूको मुख्य समाचार सार संक्षेप यति नै। nepalnews.com News from Nepal as it happens.